हाम्रो चाहिँ हैन गाइस यतातिर मल पनि छ हामीले चाहिँ माथिदेखि भैँसीको मल ल्याएको के ट्र्याक्टरमा अनि यसरी मलखारी पनि बनाइराखेको छौँ कि यहाँ धेरै मल छ यति देख्यो भने तापनि धेरै मल छ यो मलले गर्दा बोट बिरुवाहरू पनि यसरी सप्रिरहेछ मेरो नाना हो धेरै काम गर्नुहुन्छ मेहनत गर्नुहुन्छ है आफूले नि सबै सागसब्जी लाएर है टन्नै यता आलुहरू यता लसुन हेर कान्लातिर पनि छोडेको छैन कि यतातिरै सागहरू यस्तो बनाइराख्नु भएको छ अनि यता चाहिँ है यो धनिया छ यो बुढो भइसक्यो त्यही भएर हामीले त्यहाँ पर रोपेको थियौँ अनि यो चाहिँ लसुन है अस्ति रोपेको फर्स्टमा चाहिँ यो लसुन यो यति रोपेको अनि यो रोप्यौँ हामीले अनि पहिला त कि मल थिएन सेतो मल मात्र लाथ्यौँ अनि अहिले त यहाँनिर मल हाम्रो अर्ग्यानिक मल पाएर मल पनि लाउँदैछौँ हेर्नु न कान्लातिर पनि यसरी साग रोपेको थियौँ कि हामीले हुँदो रहेछ त यस्तो सप्रेको सागहरू छ मेरो दिदी चाहिँ एकदम ज्ञानी भएर काम गर्दै हुनुहुन्छ यहाँनिर के गर्नु र लैलै कामदारी बिहानै उठ्छ कामबारीमा पस्छ है यो सागसब्जीहरूलाई गोडमेल गर्ने यताउतिखेरि खाना पकाउने है म त खानै म चाहिँ के गर्नु र गाई त्यस्तै छ अब सुख गरिराखेका छन् त्यस्तै हो अब यो हामीले 2 प्याकेट छ नि यो के भन्छ धनिया यो चाहिँ यहाँ लगाइसकेको छौँ हाम्रो चाइनिज सागी पनि छ यता मेरो नाना एकदम काम गरेको छ है रात परेर हतार मलाई चाहिँ यहाँनिर म चाहिँ त्यत्तिकै काम गर्नु अल्छिले के भिडियो बनाउँछु ल भनेर त्यत्तिकै भनिदिएको थिएँ अनि के गाई सुन्नु न हाम्रोतिर त हाम्रोमा त कुरिलो पनि छ कि यहाँ कुरिलोको बोट धेरै छ कति 10-12 बोट छ यस्तै छ गाई अब के गर्नु काम गर्नुपर्छ खानाको लागि भन्थे हो र के हो के छ त यस्तै हो रात पनि परिसक्यो जाडोको समय छ अब यहाँनिर यो लसुनहरूलाई पनि जाडो भए जस्तै छ हेर्नु न यी जाडो भए जस्तै छ यिनीहरूलाई नि यो तोरीको साग हेर न होला ला यो त चुड्डी गयो त यी तोरीको साग के गर्नु अब यस्तै छ त जिन्दगी हरे के अब गाइज यस्तो काम गरेको अब हेर्नु होला है सब्सक्राइब पनि गर्नु होला यहाँनिर छ मेरो दिदी पुरा काम गर्दैछ जोस नसरी हतार गर्दैछन् कि रात परिसकेछ त्यही भएर यहाँनिर यस्तै छ लाउनु पनि सजिलो रतमा किन बिउछेको यस्तै छ के यस्तै छ मैले पनि रोपेको थिएँ यो लसुन है नउम्रेर आमामा लसुन रोप्नु नजानेर कि टुप्पा बाहिर निकालेर रोप्नु पर्ने रहेछ म चाहिँ यस्तो गहिरो बनाएर कि हेर्नु त यस्तो धेरै गहिरो बनाएर रोपिदिएको थिएँ कि अनि त नउम्रेर अनि फेरि पछि एउटै नउम्रेर फेरि यो पछि थपेको अनि चाहिँ बल्ल उम्रेको के थाहा त नि टुप्पा पनि निकाल्नुपर्छ भनेर थाहा थिएन अब यस्तै छ सरर यहाँनिर काम गर्ने हो रात पनि पर्यो खाना बनाउनु पर्छ अब यस्तै छ जिन्दगानी दर्पण छाया साथीभाइ हो अब यो रोपिसकेपछि त अब यिनीहरूलाई पनि खानेकुरा त चाहियो मल बाँच्नको लागि अब पानी चाहियो पानी छैन यतिखेर पानी सुक्ने के भन्छ दिनहरू होइन त पानी पर्दैन पनि आकाशदेखि आफैले भर्नुपर्छ यो नाना चाहिँ यहाँनिर यसरी काम गरेको छ म चाहिँ साह्रै अल्छिनी छु है गाई चाहिँ के गर्नु एकदम अल्छ्याउँछु न्यु सुन्तलाई के हो खानु मन लाग्यो हौ अस्ति नेबुवा के 2 दाना खाएको है कस्तो मिठो भएको थियो ओखलढुङ्गादेखि ल्याएको नेबुवा अहिले नेबुवाको जस्तै बास्ना त्यो गन्ध बास्ना आयो के यो त अम्बा पो रहेछ
सायद हामीले नि खाएर त्यहाँ फाल्दै थियौँ होला मलखाडीमा। यस्तै हो गाइस, मेरो दिदी चाहिँ त्यो सासलुङ गर्दैछ रात परिसकेर, अब खाना पनि पकाउनु पर्छ भनेर। हातको गतिविधि यस्तो भएको छ, कालो न कालो यो उसले के जाडो भएर हातलाई पनि। जाडो धेरै छ नि त यतातिर, हामी बसेको ठाउँतिर, हाम्रो गाउँघरतिर जाडो धेरै बढेको छ। हिउँ झर्नु थालेछ, यस्तै त हो। यो लसुनलाई पनि अस्ति गोडिसकेको थियो मेरो दिदीले कि है, अनि फेरि मल चाहिँ लाएको नि अहिले अर्ग्यानिक मल भैँसीको। हाम्रो त भैँसी छैन क्या र, माथि एउटा भैँसी पालेछ कि एक ठाउँमा, अनि त्यहाँदेखि ल्याएर किनेर ल्याएको क्या त्यो मल। त्यो पनि ट्र्याक्टरमा ल्याएको, एक ट्र्याक्टर ल्याएर राखेको। कति त आधी सरो लगाइदिइसक्यौँ, आधी त बाँकी नै छ। त्यही भएर यता अहिले भर्खर पनि लगाएको। काम पनि गर्न आउँदैन खासै, यस्तो मलाई चाहिँ काम टपलेको जस्तै हुन्छ कि। नाना चाहिँ यसरी पनि काम गर्छ, हेर्नु न गाइस। अब हामीले लङ टाइममा भ्लग ल्याएको छौँ कि, अब लाइक सब्सक्राइब गर्नु बिर्सिनु भयो होला, गरिदिनु है सबैजनाले। अब यस्तै हो, बिजी भइन्छ। अब घरमा दिदी मात्र हुनुहुन्छ, म पनि घरमा त्यति बस्दिनँ, भिडियो त बनाउनु पर्यो भन्छौँ। अब यता सागसब्जी लगाइराख्नु भएको छ कि, अनि त्यही भएर भिडियो पनि ल्याउनु भएको छैन। सागसब्जी त फेरि बेच्ने होइन ल, हामीले नि खाने हो। अब फेरि मेखा राई थापा को रहेछ हौ, देखे जस्तो लाग्छ भन्नुहुन्छ होला। उमा के भन्छ के अरे युट्युबमा नबिर्सनु है, पहिला भिडियो टन्नै आउँथ्यो नि, मुकबाङ गरेको, डान्सहरू गरेको, त्यहाँ गएर प्रोफाइल भ्यू गर्नु। यस्तै हो। त पुरा काम गर्नु हेर। यो किन काउली, फुल काउली कि बन्दा काउली? बन्दा हो, फेरि भएको छैन त रहेछ यहाँ। ए भित्र हुँदो रहेछ, कति ठुलो बोट हो। ल अब गाइस, हाम्रो कामहरू सबै इन्डिङ भइसक्यो ल। अब पानी हाल्ने हो। अब भेट्दै गरौँ ल, बाई बाई गाइसहरू, बाई। जाडो धेरै बढेको छ, कपडाहरू पनि सबै फोहोर भरिगयो। यस्तै हो गाइस, अब पानी लाउँछ। आज रोपेको छ है, कहिले उम्रिन्छ नि यहाँनिर। बाई, टाटा, सी यू, हेभ अ गुड डे।